ल ल म चाहिँ भिडियो एकदमै मजाले लिन गइरहेको छु। केही पनि गर्नु छैन, जस्ट फोकस अन योर ब्रेथ। सास आइरहेछ, सास गइरहेछ, त्यति मात्र हेर्नु छ। प्लिज 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 कम इन। सास आइरहेछ, सास गइरहेछ, सास दाहिनेमा हो कि देब्रेमा हो है, त्यति मात्र हेर्नु छ। दाहिना से है सांस, दाहिना नोस्ट्रिल से सांस आ रहा है या बामा से आ रहा है, बस उतने ध्यान दिया गया, अरू कुछ नहीं। र आज फ्राइडे पनि हो, अलिकता फन एक्टिभिटी पनि हुन्छ। सो लेट्स डू मेडिटेसन फर फन ओन्ली नाउ। र म भिडियो पनि बनाइरहेको छु, तपाईहरु युट्युबमा गएर मजाले हेर्न सक्नुहुनेछ। पहिले बहिनीहरुलाई, फर्स्ट सिस्टर्स एन्ड देन ब्रदर्स एज वेल। नो साउन्ड प्लिज। प्लिज नो साउन्ड, प्लिज नो साउन्ड। त्यो फ्यान चलिरहेको साउन्ड पनि सुन्नुहोस् के, त्यो गरे कोही पनि छुट्दैन भिडियोबाट। आई प्रमिस यू, तपाईँ सबैजनाको फेस म लिइरहेको छु, कोही पनि छुट्दैन, इट्स माई ग्यारेन्टी। 1 मिनट 36 सेकेन्ड भइसक्यो, अहिले बितिसक्यो। म सबैको जुम इन गरेर लिन्छु भिडियो है। आँख बंद करो सब गोरा, सांस पर ध्यान दियो। मन में बहुत सारा विचार भी आत, बहुत सारा विचार आत, असंख्य विचार आत। किनका मैथिली, किनका नेपाली, किनका हिंदी, किनका इंग्लिश बजी छी हम, ताकि सबको कनी कनी बुझ सके। हाथ नीचा भाई। केवल श्वास पर ध्यान। असंख्य विचार रहते कि कब वीडियो अपलोड होते, कब हम देखब, एहनो टाइप के ख्याल रहते, लेकिन ए पर ध्यान नहीं दिया गया। अभी केवल ध्यान दिया के देखिए पंखा के साउंड कते बढ़िया से सुना रहा है। काल की होते आई कथी भरल, कुछ पर ध्यान नहीं दिया गया। केवल वर्तमान में रह के सांस पर ध्यान दिया गया। केवल श्वास पर, कोई जाति पाति नहीं, कोई भेदभाव नहीं। वो लड़का है, हम लड़की छी, एहन कोई भावना नहीं, सबके लगी एक समान। पाँच मिनट हो, 7 मिनट होते टाइमर बज जेते, तब जब कहब तो आँख खोलब। जे लाभ हमरा मिलले ध्यान से, हम चाहे कि सभे भाई बहन के मिले, तै के लगी हम मिशन पर छे। और अपन जॉब भी हम छोड़ देने छे अब। सो हमारा पास न पैसा है, और कभी कल रोड पर भी हम सुती छे तो हम बेघर कह सकी छे। बस एक मिशन है कि जे शांति हमरा मिलले हम सबके दिए चाहे। और वो केना होते तो हर एक स्कूल में जाके सांस खींच के नहीं है, जोर से सांस लिया के नहीं है। बाबा रामदेव वाला प्राणायाम नहीं है, ये भगवान बुद्ध वाला है। एक विपासना ध्यान कहिए। विपासना मतलब चीज़ों के पास से देखना है। हल्का हल्का औंधी लागत आगे, लागत कि आप नींद आ रहा है, लेकिन अपना आपके बैलेंस करोगे।
अहाँके देखबै कि मन एकदम शांत हो जात, एकदम निर्मल। जते भी विचार है वो सब हट जात। नहीं बाजू नहीं, हल्ला नहीं करो, बस 7 मिनट देखियो। मूर्ति ऐसन भजाओ जना भगवान की मूर्ति रही ना, तेना पत्थर के चट्टान ऐसन बजाओ, पहाड़ ऐसन बजाओ। और जे पिछला जन्म में बहुते पुण्य रहते केने ओहन आदमी तुए 5 से 7 मिनट में बहुत सारा सुधार भी आवे लगी बॉडी में। जत्ते गलत आदत है से सब छूट जाता आगे लाइफ से। एंड यू विल फील सो काम एंड पीस विद इन योर सेल्फ। यो भिडियो तपाईहरु मेरो च्यानलमा हेर्न सक्नुहुन्छ। म च्यानलको नाम अहिले लेखिदिन्छु माथि र आफ्नो नम्बर पनि छोडिदिन्छु, बिकज मलाई भिडियो एडिटरहरु पनि चाहियो हैन तपाईहरुबाट कोहीजना। सो जस्ट फोकस on your breath। आँख नहीं खोलब अभी, लेकिन 7 मिनट बहुत चुकले। आँख नहीं खोलब लेकिन 7 मिनट बीत चुकल है। जब हम कहब आँख खोलब तब आँख खोलब। 7 मिनट बीत चुकल है। ल सबै कोई अब अपन आँख खोल दियो। अब केहन फील भेल अहाँ सबके से वाला फीडब्याक लै छियै। ल बहिनी पहिले तपाईबाट कस्तो फील भयो त? बसेर उठनै पर्दै। एकदमै शान्त, जस्तै वरिपरि केही नसोच वातावरण जस्तो। एकदमै शान्त फिल भयो। तपाईको बहिनी? धेरै राम्रो शान्त कुरा। तपाईको? पुरै शान्त, केही न पुरै विचार एकदमै शान्त, पुरै माइन्ड फ्रेस। नहीं हल्ला नहीं भाई, हल्ला नहीं, फिर आवाज़ नहीं आते तो यूट्यूब पर सुन नहीं सकते बिकॉज अभी। माइन्ड फ्रेस भइसक्यो र एकदमै शान्ति, सबै विचार गर्नुहुन्छ। ल थ्याङ्क यू सो मच। ल सबै बहिनीको फिडब्याक लिने हो एकदम फास्टमा। धेरै शान्त लाग्यो, धेरै राम्रो लाग्यो। धेरै राम्रो है। धेरै राम्रो लाग्यो जस्तो लाग्छ, वरिपरि कोही थिएन, पुरै शान्त। त्यो सधैँ तपाईँ गर्नुहुन्छ भने झन् शान्ति फिल हुन्छ। तपाईको? धेरै शान्त लाग्यो, धेरै राम्रो लाग्यो। तपाईको बहिनी? जस्तो लाग्छ स्वर्गमा जस्तो शान्त। ए थ्याङ्क यू सो मच। हल्ला नहीं भाइ, हल्ला नहीं। कस्तो बहिनी? धेरै शान्त लाग्यो, राम्रो लागिरहेको। ल हस् थ्याङ्क यू। धेरै शान्त राम्रो लागिरहेको थियो, म एक्लै छु जस्तो। हस् थ्याङ्क यू सो मच। बहिनीको? राम्रो लागिरहेको थियो, धेरै शान्त लागिरहेको धेरै शान्त। तपाईँको? थियो, धेरै राम्रो लाग्यो। तपाईँको? मैले केही भने त त्यो शान्ति त तपाईँको भित्रै थियो हो नि। मैले त मात्र भनेको हो नि, एभ्रिथिङ वाज विथ यु। या धेरै राम्रो। बहिनी? हस् तपाईँलाई? धेरै राम्रो लाग्यो, धेरै शान्त लाग्यो, म एक्लै थिएँ जस्तो लाग्यो। धेरै शान्त लाग्यो, ल भाइहरू प्लिज अब म उता आइरहेको छु। ल हल्ला नगर्ने। ल तपाईँ यतिजनामा एक गएर भन्नु त कस्तो फिल भयो? प्लिज पिन ड्रप साइलेन्स प्लिज। या धेरै शान्त र धेरै राम्रो लाग्यो। धेरै राम्रो लाग्यो र शान्ति। जोडले धेरै राम्रो लाग्यो, धेरै शान्त र राम्रो लाग्यो। 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 ओके थ्याङ्क यू। कस्तो फिल भयो भाइलाई? धेरै शान्ति, पुरै रमाइलो लागिरहेको थियो कि गहिरो ध्यानमा छ, लागिरहेको थियो स्वर्गमा छु त्यस्तो। ए स्वर्ग। ल थ्याङ्क यू। धेरै राम्रो लाग्यो, शान्ति लाग्यो। यो मलाई खुस गर्नलाई भनिराख्नु भएछ कि ओरिजिनली जे लाग्यो त्यो भनिराख्नु भएछ कि हमरा खुस गर्नलाई कुछ कहि रहल छ? पुरै स्वच्छ वातावरण लागिरहेको छ, आँखा खोले के भाइ प्लिज
धेरै राम्रो लागेको छ आँखा खोल्यो त लागिरहेको थियो कति राम्रो वातावरण छ अहिले पनि लागिरहेको छ ए ल ल ल तपाईँलाई धेरै राम्रो लागिरहेको छ कि स्वर्गमा गएर धेरै राम्रो लागिरहेको छ धेरै राम्रो लागिरहेको छ ए ल अनि सबै हजुरहरूको चाहिँ के फिडब्याक आयो कि एकदमै पिस फिल भयो होइन कतिजनाले भन्यो कि मलाई स्वर्गमा भएको जस्तो अनुभूति भयो कसैले भन्यो कि मलाई एकदम पिसफुल फिल भयो कतिजनाले भन्नुभयो कि मलाई चाहिँ यस्तो फिल भयो जुन चाहिँ कोही पनि छँदै छैन क्लासमा म एक्लै छु हो कि न ऊ बहिनी होला सायद यो भनेको अब सबै यसमा अलरेडी रेकर्ड भइसकेछ 11 मिनट 5 सेकेन्डको भिडियो भइसकेछ मैले यसलाई युट्युबमा राख्ने बित्तिकै तपाईँहरू गएर यु क्यान चेक द्याट वान है ल म चाहिँ आफ्नो युट्युबको च्यानलको नाम पनि राखिदिन्छु र अहिले भन्दा त्यही 2-3 घन्टा पछि यो रिलिज गरिदिन्छु म जाने बित्तिकै तपाईँको स्कुलको नाम र यो चाहिँ 7 क्लास होइन 7 र 8 मा मात्र आज छु अर्को दिन फेरि अर्को गरौँला बिकज एकै दिनमा धेरै प्रेसर मेरो फेरि अर्को काम पनि छ त्यही भएर सो तपाईँहरू एकजनाको डिटेल्ड जुम इन भिडियो यसमा छ सो यु क्यान गो एन्ड यु क्यान सी योर सेल्फ द्याट लेभल अफ डेडिकेसन बिकज आई एम अ क्यामराम्यान जल्दी फोकस करो राइट सो द्याट इज अल र ठिक छ यो भिडियोमा ल लास्टमा चाहिँ अलिक क्यामेरा समातिदिनुहोस् यसो म पनि आउँछु लास्टमा आइरहेछ फ्रेममा ओके सो द्याट इज अल